यहाँको जस्तो यो रुख बिरुवा, यो बोटहरू होइन, यो झारहरू होइन, यस्तो झारहरू हुन्छ नि, त्यो नदेखेको वर्षौँ वर्ष भयो जस्तो लाग्छ कि होइन। अनि यो रुखहरू है, जङ्गल छ नि त, यो जङ्गल पहिले हामी तराईमा बस्दाखेरि घरमा होइन, घरमा कस्तो रमाइलो हुन्थ्यो, त्यही कुराहरू याद आउँछ क्या। अनि यस्तै भिरपाखाहरू मात्र घुम्न मन लाग्छ, सुनसान होइन। अनि त्यो रोडहरू न, वहाँ रोडहरू यस्तो छ, यस्तो छ क्या, लास्टै उकालो छ है रोडहरू। अनि त्यो काठमाडौँमा त बस्नै मन लाग्दैन क्या, यस्तै भिरपाखा कता कता मात्र हिँड्न मन लाग्छ, त्यस्तै छ जिन्दगी। म अझै माथि जाँदैछु, फेरि बाटो एकदम खराब छ कि यहाँको, यस्तो छ कि बाटो हेर्नु नै कच्ची बाटो छ, ढुङ्गै ढुङ्गा छ होइन। अनि एउटा बाख्राहरूले घाँस खाइरहेको देखेका, धेरै वर्षपछि यसरी बाख्राले घाँस खाएको अहिलेसम्म नदेखेको 10-15 वर्षै भयो होला क्या। ठ्याक्कै हेरेको बाख्राले घाँसहरू खाँदै रहेछ क्या यहाँनिर होइन। देख्नुभयो कस्तो गाउँको याद आयो क्या यसले गर्दाखेरि। अनि बाख्राहरूले घाँस खाँदै रहेछ यहाँ चाहिँ चट्ट है। अनि यो एकछिन हेर्नको लागि भए पनि रोकेर अब चाहिँ फेरि म स्टार्ट गर्नेछु यात्राको। अब पुग्न बाँकी नै छ, अझै माथि नै छ है, तर बाटो यस्तो छ कि खतम छ कि, लास्ट खतम छ। धेरै माथि गएर भिडियो बनाउँछु भन्छु होइन, तर यहाँको दृश्यहरूले गर्दाखेरि चाहिँ ठाउँ ठाउँमा रोके गर्नु मन लाग्छ क्या फेरि कि। यहाँबाट यस्तो दामी देखिँदो रहेछ क्या त्यो भिडियो होइन, त्यो गाउँ, त्यो काठमाडौँ यहाँबाट यस्तो दामी देखिँदो रहेछ नि। गुड के। अनि फेरि रोकिहाल्नु मन लाग्छ, फेरि म रोकिरहेछु। अब चाहिँ म जान्छु, अनि फेरि जाँदैछु, फेरि जाँदै फेरि त माथि पुगेपछि फेरि बनाउनु मन लागिहाल्छ क्या होइन। यहाँबाट यस्तो दामी देखिन्छ नि, त्यो टुप्पो छ, त्यो भिर क्या हो त्यो होइन, त्यो चाहिँ यस्तो दामी देखिन्छ नि, खतरा छ। यहाँबाट हेर्दा चाहिँ दामी देखिन्छ, अब त्यहाँ पुगेपछि पनि दामी नै हुन्छ, तर त्योभन्दा तल चाहिँ तारेभिर हो होइन। तर त्यहाँदेखि माथि गयो भने चाहिँ के आउँछ त्यो पनि मलाई थाहा छैन, अहिलेसम्म गएको पनि छैन। सायद खत्रै होला क्या त्यो चाहिँ, यस्तो टुप्पो छ है, लास्ट भिड देखिन्छ, बाटो त होला, तर म जानु सक्दिनँ त्यहाँनिर किनकि टाइम पनि छैन मसँग।